Oke sama Sunda. Kita Sexton.
प्रपन्न श्रीनिवास रामानन्द दास भन्दैछ श्रीनिवास हो गोबर हुन्छ स्वामीलाई सोधेर कि श्रीनिवास कमला कुलकर्णी कदमं मंगलम कौशलेन्द्राय सार्वभौमाय मंगलम श्रीमदे गोपालाय गुरुदाय श्रीसत्याय देवाय मंगलम निरानिवासाय आत्मकामाय पूर्णाय पुरुषोत्तमाय पुरुषाय शरणाय मंगलम आत्मन श्री षडगोपाल मंगलम उदेश गुरुकालाथ दाखिलाय देश नित्य श्री नित्य मंगलम आज जय श्रीमन्नारायण आज यो देवश्री पहिलेको भाषामा भन्थे आजकल देवश्री भन्ने जो एउटा गाउँ हो हाम्रा जगदाचार्य योगीराज स्वामी महाराजले पहिले यहाँ बसेर तपस्या गर्नुभएको त्यो दिव्य स्थली यहाँबाट धेरै धेरै भक्त भागवतहरूले शिक्षा प्राप्त गर्नुभयो उपन संस्कार प्राप्त गर्नुभयो भगवानको शरणागति गर्नुभयो बडा आनन्दपूर्वक त्यस्तो दिव्य स्थानमा आज हामीले यहाँ आएर दर्शन गर्न पाउँदा हाम्रा चारालीबाट अनन्त श्री पराङ्कुशाचार्य स्वामीजी साथै हाम्रा यहाँ महादेव प्रपन्न गुरुजी हाम्रा यहाँका अर्चक नाम के छ भन्दाखेरि भरत प्रपन्न साक्षात भरत हुँदो रहेछ है यहाँ अन्य अन्य हाम्रा महादेव प्रपन्न सीता अर्की हाम्रो हजुरआमा नाम इन्दिरा हाम्रा अर्का हाम्रा आत्रेय गोत्रवाला भक्त हुनुहुन्छ नाम के थियो हरि प्रपन्न साथै पछाडि अर्की हाम्रा आमा नि हुनुहुन्छ नाम चाहिँ बस्नु पर्ने है गोमा अरू सम्पूर्ण भक्त यहाँ गाउँमा रहनेवाला यहाँ अप्रत्यक्ष भनेर प्रत्यक्ष जति जो जति हुनुहुन्छ सबैको यहाँ साथमा भेट भयो दर्शन गर्न पाइयो आफूलाई गौरव लागेको छ अब के गरौँ भन्दाखेरि यसो विचार गरेको मुक्तिनाथ दर्शन गर्न गयो उहाँ पुगेपछि सालग्राम भगवान यहाँ बिचमा राखेका यतापट्टिका अनि अगाडिको 3 विग्रह उहाँबाट आइपुग्नु अरू यहाँ विग्रह हुनुहुन्छ यी भगवान आएपछि यो ठाउँमा केही न केही भगवत कृपा बन्छ स्वामीको कृपा छँदैछ यहाँहरू सबैले धेरै ध्यान दिनुहुनेछ यहाँ बसेर आफ्नो नित्य अनुष्ठान जो एउटा भगवत कर्म हो यहाँहरू कसैले पनि अब स्वीकार गर्नु भएकै छ यसलाई अझै स्थिरता दिँदै दिँदै लाउने छ छर छिमेकी ओर्तिर पर्तिर एक आपसमा सबै भेला भएर पाठ गर्ने भजन गर्ने सत्संग गर्ने यहाँले चलाइरहनु भएको छ पहिलेदेखि नै अझै उता अझै यसलाई अभिवृद्धि गर्दै लाउने छ आफूले फेरि उहाँबाट हेर्दाखेरि पनि देखिरहन पाइयोस् देखिरहन पाएन आफूलाई नि सन्तोष हुँदै जान्छ आफू त अब जहाँ गए नि अब स्वामीजीको आश्रम स्वामीजी बसेको ठाउँमा अब त्यहाँबाट मन त छुट्दैन यो माटो भएन आनन्द आज आनन्दले बस्यो स्वामीले स्नान गरेको कुवा रहेछ भन्दै हुन्छ है त्यति बेला अब त्यो कुवामा स्नान गर्न पाइयो अझै दासले पनि यहाँनिर यहीँबाट संस्कार प्राप्त गरेको स्वामीजीद्वारा यो ठाउँ साह्रै नै मेरो जन्म भएको एउटा संस्कारद्वारा भएको यहाँ साह्रै नै आफूलाई आज एकै गाडेर सुरु गरेर जाइन्छ अब अगाडिको के कर्म हुँदै जान्छ हेर्दैछौँ राम्रो होस् मङ्गल होस् सबैमा भगवत कृपा होस् आचार्यजनको कृपा होस् आएर पराङ्कुश स्वामीजी यही भन्नु 2-4 शब्द राखिदिनुहुन्छ जय श्री स्वामीजी महाराजबाट आज्ञा भयो हामी सबै मिलेर यहाँ आयो यहाँका भक्तहरूसँग भेटघाट दर्शन भयो मलाई आनन्द आएको छ आज चाहिँ केही विशेष अब यो निर्माणको कार्यक्रम सुरु गर्ने भन्ने सोचेर आज हामी यहाँ छौँ अरू आमाहरू हुनुहुन्छ यहाँ जसले यहीँ दीक्षा ग्रहण गर्नुभएको हो उहाँको पनि यहीँ जन्म भएको भन्दा हुन्छ यहाँ माताजीहरू आफ्नो सारा संस्कारहरू यहीँबाट प्राप्त गर्नुभएको छ अरू पनि हुनुहुन्छ यहाँ त्यस्ता त्यसो भएको हुनाले यो सबैको अभिष्ट स्थल छ त्यसैले अब यहाँ केही अलिकति निर्माणको कार्यलाई अगाडि बढाउने
सुरु गर्ने हो। अब बिस्तारै भक्त भागवतको साथ र स्वामीजीको आशीर्वाद भगवानको कृपाले सम्पन्न हुन्छ एक दिन। त्यही आशाको साथमा हामी यहाँ आज छौँ। सबै भक्तहरू आज भेला हुने दिन छ। भुटानतिरका पनि आउनुहुनेछ। अनि भुटानमा चाहिँ अहिले माउगाउँमा आज ब्रह्मोत्सव रहेछ। धेरै उतै जानुहुने रहेछ। केही भक्तहरू यता पनि आउनुहुन्छ अरे। जय श्रीमन्नारायण। लक्ष्मी नारायण भगवान को, श्री स्वामी महाराज को, श्री स्वामी महाराज को। सर्वदेश सतसाकाले सुव्यात पराक्रमात् रामानुजार्य वेग्यां रामानुजार्य वेग्यां प्रतिभा सर्वमंगलादि ज्ञान व्यापिने भूयां साई लोके तेजने श्रीमन्ना श्रीरंग श्रीमन पदवामणि दिनं समर्दय श्रीमन्ना श्रीरंग श्रीमन पदवामणि दिनं समर्दय। नमस्ते शैलनाथाय कुन्तीनगर जन्मनि प्रसाद लब्ध परमां प्रापितं कन्याशालिने श्रीशैलेन्दयापादं दीपत्यागुणारमं यतीन्द्र प्रवणं वन्दे रमितामातं लक्ष्मीनाथसनारं नामस्मदाचार्यवर्यं वन्दे गुरुपरम्परां नमच्चिदपरां भजयोग्मरुग्मभ्यामोऽतस्तरितरां अस्मद्गुरोर्भगवतोऽस्य दैकसिन्धो रामाङ्गस्य चरणौ सर्वं यदेव भूतं सरसमादावयवर्तनाथ श्रीवामिसारकुलसेनयोगिवाहं भक्तं विरेणुपरकालयतीन्द्रमीशं श्रीमदपराङ्कुशमुनिं प्रणतोऽस्मि नित्यं गुरुमुखमनदीत्यारब्रह्मवेदानशेषं नरपति परिक्लीप्तं सुन्दरमादातुकामोद्यं रङ्गनाथस्य साक्षात् युजकुलतिलकं तं विष्णुचित्तं नमामि। अस्मद्देशिकमस्मदीयपरमं चार्यानं लक्ष्मणयोगिपुङ्गवमहापूर्णौ मुनीयामनं रामं भगवद्गीतोत्तमं मुनिवरं नाथं सर्वदेशं श्रीशरणं नारायणं संश्रये वेदान्तदेशिकं कान्तोपयन्त्र्यमिना करुणैकपालम् वत्समाय मनवाद्यमयूपेतं भक्त्याभजामि परवादिभयङ्करायम् श्रीमाधवादिभयङ्करायतनयं तदपादपद्माशितं स्वान्तं कान्तवरामिलामिनं श्रीवासनिधिं वन्दे श्रीमदनन्तदेशिकवरं श्रीवासवं सकलशोधरिपूर्णतं श्रीनिवासगुरुवैकपात्रं जातिशरगुणनिधिं चरमार्पणीतं रामानुजार्यमनिसमृद्धिचिन्तयामि श्रीवासवं सकलशोधरिपूर्णचन्दं श्रीनिवासगुरुवैकपात्रं रामानुजार्यतनयं विनयाभिरामम् श्रीदेशिकमं प्रणतोऽस्मि नित्यं श्रीवासवं सकलशोधरिपूर्णचन्द्रं सूर्यपदपङ्कजभृङ्गराजं श्रीरङ्गवेङ्कटगुरुतमलर्गबोधं भगत्या भजामि गुरुवर्यमनन्तसूरिं यदि पदिपदभिन्नं कौशिकाभीषचन्द्रं सगरिमत्सक्तं श्रीमते
रम्यदा मात्रे मणिन्द्राय श्रीरङ्गवासिने भूयात् नित्यते नित्यमङ्गलम् मङ्गलनित्यदाय श्रीभाष्यनितदायिने कोटि पाटल पाटल भयंकर सिंह नारायण 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 मधुसूदन गोविंद हरे नारायण 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 मधुसूदन गोविंद हरे रामानुज 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 जय 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 यतिराज गुरु रामानुज 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 जय 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 यतिराज गुरु जय जय फणिराज गुरु जय 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 फणिराज गुरु जय जय योगीराज गुरु जय 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 योगीराज गुरु श्री लक्ष्मण भगवान को जय, श्री गोदारनाथ भगवान को जय, श्री लक्ष्मी अग्नि भगवान को जय, श्री लक्ष्मी वेंकटेश भगवान को जय, श्री लक्ष्मण सिंह भगवान को जय, श्री बटुबामन भगवान को जय, श्री सीतारामचंद्र भगवान को जय, श्री कृष्णचंद्र भगवान को जय, श्री विश्वक्षेण भगवान को जय, श्री सालग्राम भगवान को जय, गोस्वामी महाराज को जय, श्री शेषर भाषाराम स्वामी महाराज को जय, समस्त पूर्वाचार्यहरू को जय, जगदाचार्य शिवराज स्वामी महाराज को जय, स्वामीजी महाराज को जय, समस्त भक्त भागवतनहरू को जय, सनातन धर्म को जय, देवश्री धाम को जय, देवश्री ग्राम रहेगा मंदिर को जय, भक्त भागवत सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत् ॐ शान्ति 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 श्री स्वामी जी महाराज को योगीराज स्वामी महाराज को श्री स्वामी जी महाराज को जय श्रीमन्नारायण ल अब आगामी तपस्या बहिनी त तपस्यामा कता हराउनु महाराज को देवसूरी दिव्य धाम को ल चक्कै स्वामीले शिलान्यास गरेको ठाउँै हो यो हो यता अब बाजे स्वामीले ठ्याक्कै सिलाउने ठाउँ नि हो यहीँ हामी बसेर अब अब हजुरले दुःख गर्नु हजुरले दुःख त उहाँले श्रीमती रामानुजान भक्तवत्सल भगवानको योगी गुरवे नमः तीन पारौँ हजुरले दुःख त हजुरले दुःख त ए हो यता हो अगाडि छ अगाडि यसो ए दुखदार योगीराज स्वामी महाराजको लो बाबा लो भा ज्वारा गाछको लो ल अब चाहिँ तपाईँहरूले मिलाएर लो तपाईँले भन्नु योगीराज स्वामी महाराजको लो भा लो काम गर्नु ल जय श्रीमन्नारायण नजिक अब त हुन्छ कोदाल लाग्छ त्यसले पुरा सहयोग गर्नुपर्छ नि पैसा भने
आज त्यसले भयो सबै भलिसरी हामी जस्ता पतितलाई अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परां यो नित्यमच्युतपदां भुजयुग्मरुग्मं या मोहतस्तराणि तृणाय मेने अस्मद्गुरोर्भगवतो शतैकसिन्धो रामानुजस्य चरणौ शरणं प्रपद्ये इति पूर्णचन्द्रं श्रीसौम्यानन्त गुरुवार्य पिपलिनं साङ्गयोगनिपुणं चरमार्थनिष्ठं भक्त्या भजामि महितं कमलाक्ष सूरिम्। अब स्वामीको हातबाट यहाँ सुरु हुँदैछ आज साइड बन्दैछ अब सुरु हुँदैछ स्वस्ति वाचन गर्ने ब्राह्मणहरूले हरि ओम स्वस्ति पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु शुभंजावानो विदते भूतमया अनेद्रुवा सूरचक्षुषो विश्वेनो देवा अवसारण्यः भद्रं कर्णेभिः यामदेवा भद्रं पश्येमाक्षभिजजत्राः स्थिरैरङ्गैस्तुष्टुवांसस्तनोभिर्व्यसेमहि देवहितं यदायुः शतमिन्नु शरदो अन्ति देवाद्रदानसक्रादरसन्तनो नाम पुत्रासो भवन्ति मानो मर्यादेघतायुगन्तोः आदित्यर्द्यौरदितिरन्तरिक्षमदितिर्माता सपिता सपुत्रः विश्वे देवा अदितिः पञ्चजना अधिकृतातमदितिर्जनितं तं पतिभिरनुगसेम देवा पुत्रेभ्यासीहिरण्यैः नाटं कृणानाः सुकृतस्य लोके तृतीये प्रके अधिरोदने दिवा यौः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वत्र शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिः गातुर्विज्ञाय गातुर्विज्ञपतये दैवी स्वस्तिरस्तु नः स्वस्तिर्मानुषेभ्यः ऊर्ध्वं दिगातु मेघयं सन्नो वसुदीपदे संसत्पदे ॐ शान्ति 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 मङ्गलमूर्तये नमः। सबैले गरेर सक्नुपर्छ।
भाष्यकार भगवानको योगीराज स्वामीजी महाराजको जय। नजिकै आउनु ब्रह्माण्डाधिपति भगवान सर्वेश्वर श्रीमन्नारायण श्री आचार्य चरण यहाँ साह्रै आनन्द प्राप्त गरेको अवस्था छ। हाम्रा जगदाचार्य योगीराज स्वामीजी महाराज हुनुहुन्छ, उहाँ महापुरुष हुनुहुन्थ्यो, तपस्वी हुनुहुन्थ्यो, जो कि सारा जगतको हितको लागि सबैतिर भ्रमण गर्दै गर्दै हुनाले नेपालमा विभिन्न स्थानमा गर्दै गर्दै भारतवर्षका पनि विभिन्न स्थानमा अनि गर्दै गर्दै यहाँदेखि भुटान अन्य अन्य स्थानमा अब धेरै ठाउँमा स्वामीजी महाराजको प्रभाव कुना कुना ठाउँमा गएर जो कि जीवात्माले आत्मकल्याणको लागि बाटो के हो धेरै समय स्वामीजीको यहाँ निवास भयो। धेरै ठाउँका भक्तहरूले यहाँ आएर धेरै महापुरुषहरू विद्वानहरू सज्जनहरू यहाँबाट आफूले पनि स्वामीजीकै कार्यक्रममा गएर मनप्रसन्न एउटा सौभाग्य प्राप्त गरेको छु। यो स्थान अति नै प्यारो रहेको छ, सारा भक्तहरूको लागि प्यारो, आफूलाई पनि एउटा संस्कारद्वारा जन्म भएको हुनाले गर्दाखेरि यो स्थान साह्रै प्यारो लागेको छ। स्वामीजीको परम्परामा सन्त शिरोमणि श्री स्वामी वासुदेवाचार्यको परामा यहाँ सबैलाई थाहा छ, बरु म त्यति आउन सकिनँ, यहाँ सबैलाई थाहा छ स्वामीको परामा। त्यही सिलसिलामा अब यहाँ स्वामीले पनि पहिले केही यो मन्दिर गर्नुहोस् भनेर शिलान्यास गरेको भनेर हामीले सुनेको हो। अब यहाँ सबैलाई थाहा छ। अब त्यही स्वामीको एउटा सङ्कल्प हो, सङ्कल्पलाई नै अगाडि बढाउनको लागि स्वामीजीकै निर्देशनअनुसार होइन आएर यो कार्यमा एउटा सहभागिता हुने सौभाग्य पाउँछ। जहाँ हुन्छ जसरी हुन्छ, जुन प्रकारले हुन्छ, यो स्थानमा सुन्दर दिव्य मन्दिर बन्यो, सत्सङ्ग सधैँभरि यहाँ रहेर सत्सङ्गमा डुब्की लगाएर आफ्नो जीवनलाई राम्रो बनाएर यसो प्राप्त होस् हामी किनकि जीवनमा मानिसलाई खाएर मात्रै रहनु छैन, खानलाई किराले पनि खान्छ, फटेर पनि खान्छ, सबैले आफ्नो जीवन चलाएको छन्, आफ्नो बालबच्चा सबैका छन्। तर यति मात्रै जीवनको लक्ष्य है। जीवनको लक्ष्य भनेको वास्तविक के हो भन्दाखेरि आत्मकल्याणको लागि नै। यो मनुष्य जीवन प्राप्त गर्नुको तात्पर्य नै आत्मकल्याणको लागि। किन मनुष्यको जन्म भएको भन्दाखेरि आत्मकल्याणको लागि। निष्कारण खडङ्गो वेदो ध्येयो वेदका जो अङ्गहरू छन्, छन्द, कल्प, नृत्य, व्याकरण, ज्योति, शिक्षा, यस्ता वेदका अङ्गहरू छन्। यी वेदका अङ्गहरूलाई अध्ययन गरेर चाहिँ डुब्की लगाएर अनुभव गरेर आत्मकल्याणको लागि यो बाटोलाई हाम्रो जीवनलाई पुराणहरूको जरुरत छ, स्मृतिहरूको जरुरत छ। यो कुरालाई अहिलेको के भने जीवनमा हामीले आफै जान्दैन, आफूले निर्णय गर्ने केही पनि सक्दैनौँ। निर्णय गर्दाखेरि हाम्रा पूर्वाजले जो निर्णय गर्नुभएको छ, पूर्वाजले निर्णय गरेको बाटोमा हिँड्यो भने त्यहीँबाट कल्याण हुन्छ। किनकि यस्ता वाक्यहरू पाइन्छन्, महाजनो येन गत सपन्था भने
महापुरुषले जो बाटोमा हिँड्नु त्यो बाटोमा जाँदाखेरि हामीलाई यस्तो एउटा सौभाग्य प्राप्त भएको छ। महापुरुष जगराज योगीराज स्वामी आज हामीले उहाँलाई बिर्स्यौँ भने उहाँको एउटा सङ्कल्प थियो, सङ्कल्प हामीले बिर्स्यौँ भने हामी ठुला ऋणी हुन्छौँ। त्यस कारण हामीले उहाँको जो सङ्कल्प हो परम्परामा स्वामी हामीले सङ्कल्प गर्नुभयो, त्यो सङ्कल्पलाई साथ दिनुभयो भने हामीले पनि त्यसलाई साथ दिनुपर्छ। हामीले जीवनमा ऋण तिर्नको लागि के भन्दाखेरि तिनवटा ऋण हुन्छ, देवताको ऋण, ऋषिको ऋण, पितृको ऋण। यो ऋण हामीले गर्भैदेखि लिएर आएको हुन्छौँ। यो जीवनले ऋण तिर्नको लागि कुरा। त्यसैले हामीले त्यसमा नि आचार्यको जो ऋण हो, हामीले यस्तो बाटो देखाइदिनु भयो, मन्त्र सुनाउन गराइदिनु भयो, सत्मार्ग निर्देशन गराइदिनु भयो, नजान्नेलाई डोर्याएर खुवाएर पियाएर कति भक्तहरूले पनि कुरा गर्नुहुन्छ। कतिले देख्नुभयो, कहिले यहाँ पनि कति भक्तहरू हुनुहुन्छ, भुटानमा हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, विभिन्न ठाउँमा रहेछ है। जाँदाखेरि यस्ता बाटो देखाउनुवाला आचार्यको जुन सङ्कल्प हो, त्यो सङ्कल्पलाई पुरा गर्न त के सक्छ भनेर त्यो पनि हामीले प्रयास गरिरहनु पर्दछ। हामीले यो बाटो बिर्सिनु हुँदैन। जहाँ गए पनि आफ्नो गुरु परम्परा पाठ आफ्नो एउटा हामीले प्रयास गरिरहनु पर्दछ। अब आफू पनि उहाँ रहन्छ। यो ठाउँको माया भएको हुनाले सबैको साथमा दर्शन पनि गर्ने इच्छा भएको हुनाले यहाँ अहिले आउनु अवसर प्राप्त भयो। पहिले आउन सोच हजुर राख्नु भयो सबै गएपछि ठुलो मान्छे थापिदिनु ल कमेज ल प्रसाद त यहाँ पाइने रहेछ, सबैले ल्याऊ है। भरि भरिदिनु उता जाउँ कमेज भुटानकै दुधको हो त लोकलको तातो साहेब बाबुला तातो साहेब जय श्रीमन्नारायण चिन्जान ल आऊ प्रसाद लिन भरे उता महाप्रसाद पाइएन भने नि अलिअलि घर पुग्ने त हुन्छ। सबै माथि अलिक भ्याउँदाखेरि प्रसाद लिएर जानु न। ओहे तातो भयो। आउनु बाबा आउनु आउनु प्रसाद आउनु सबै आउनु त्यहाँ सबै आउनु को र ए ल प्रसादहरू लिनुपर्छ, बस्न भ्याउँछ नि त। आउनु 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 माताजी आउनु सबै आउनु सबैलाई त बोलाउनु सबै त्यो बुझ्ने यहाँ गाउँका बुझ्नेहरू सबै आउनु न ए कुरै बुझाएको सबै वरिपरि आऊ प्रसाद खाएर खान हुन्छ त्यही त सबै आउनु पनि यो ल्याउन पैसा अनि गर्नु बाँड्ने बाँडिसक्यो हामी बिस्तारै ल्याउँला
उहाँलाई नदिउँला हामी उतै लिनु हुन्छ हुन्छ जग्गालाई फटा थापु भरे महाप्रसाद फेरि ओ नानीहरू आऊ न नानीहरू आऊ सबै आऊ न आऊ न सबै आऊ खिर मिठो लाग्दैन चिनी छ लगाएको गुल्यो त गुल्यो एकचोटि खिर को छ नि तातो छ होला अरूलाई सबैलाई पठाउनु सबैले यहाँकाले पठाउनु तपाईँ बस्नु सबैले नानीहरू सबैले पठाउनु ल ल ल उति नानीले पठाउ ए बैठ आउन सबै आउनु जय श्रीमान गोजी अघि आउनु 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 बाबा आउनु ल भुटान सबै भुटान यहाँ सबै भुटान को रह्यो अब सबै आइसक्नु भयो प्रयच्छामि देवाय परमात्मने भगवत भक्ति लाभाय दीपज्योतिर्नमोस्तुते दीपनारायणाय नमः ध्यानार्थ पुष्पाणि समर्पयामि देवाय परमात्मने भगवत भक्ति लाभाय दीपज्योतिर्ब्रह्म दीपज्योतिर्जनार्दन दीपं नरमय पापं शांति दीपं नमोस्तुते ध्यानार्थ पुष्पाणि समर्पयामि
रूपम से जो रूप से अनंत मन्य विश्व से बाधा से मन्य दाता से मन्य अंताय भगवत भगवान गन्ना से पुष्पाणि समर्पयामि नीले ऊपर आएगा भू आर में तुम बोले भगवत विघात के भ्यो नमः विद्यामृतासामस्ते महामधौ देवासुरेर्वासुकि मण्डलाभ्यां मज्जन्तमवधौ ऋतमतिमङ्गे कूर्मरूपं प्रणमामि भगत्या कूर्मरूपं प्रणमामि भगत्या सर्वेभ्यो भगवद्भ्यो जन्म सपरिवारेभ्यो सायुधेभ्यो नमः। समस्त परिवाराय विशिष्टाय सर्वदिव्य मंगल विग्रहाय श्रीमते नारायणाय नमः। श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमद रामानुज रामानुज भगवद रामानुज 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 भगवद रामानुज 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 श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण 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 लक्ष्मी नारायण 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 श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण माता नारायण पिता नारायण माता नारायण पिता नारायण गुरु नारायण 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 गुरु नारायण 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 श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण लक्ष्मी नारायण 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 लक्ष्मी नारायण 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 मंत्र नारायण तंत्र नारायण मंत्र नारायण तंत्र नारायण ज्ञान नारायण नारायण ज्ञान नारायण 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 रामानुज रामानुज श्रीमद रामानुज 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 श्री गुरु रामानुज 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 योगी राजा योगी राजा श्री गुरु योगी राजा योगी राजा योगी राजा श्री गुरु योगी राजा योगी राजा योगी राजा नारायण 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 श्रीमन्नारायण नारायण 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 लक्ष्मी नारायण 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 भगवान को जय भागवत भगवान को जय भगवान को जय स्वतंत्र भगवान को श्री रामचंद्र भगवान को वामन भगवान को सिंह भगवान को समस्त दिव्य देश सर्व को वेंकटेश भगवान को ग्राम भगवान को भगवत पार्षद को सूर्य हरु को सूर्य हरु को सूर्य हरु को समुद्र भाष्यकर रामानुज स्वामी महाराज को जय बरबर मुनीश्वर जय जय श्रीमन्नारायण ल म एकपल्ट भन्छु सबैले एकपल्ट भन्नु ल
खै आर भागवत खै भागवत धेरै लाग्छ होला है यहाँ बस्नु आर भागवत प्रपन्न खै को जानुपर्छ हजुर पेज छ ल म एक कोटी भन्नु सबै एक कोटी भन्नु ल ओम शुक्लां वरदरं विष्णुं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्याये सर्वविघ्नोपशान्तये विघ्नं सततं विश्वक्षेत्रं तमाश्रये वसिष्ठनप्तारं सत्ते पौत्रमकल्मषं पराशरात्मनं वन्दे शुकतातं तपोनिधिं विश्वरूपाय व्यासरूपाय विष्णवे नमो वै ब्रह्मनिधे वासिष्ठाय नमो नमः शुद्धाय नित्याय परमात्मने रूपाय विष्णवे सर्वजिष्णवे स्मरणमात्रेण जन्म संसारबन्धना विमुच्यते वस्तस्मै विष्णवे प्रभविष्णवे समस्तभूतानामादिभूताय भूभृते अनेकरूपाय विष्णवे प्रभविष्णवे ॐ नमो विष्णवे प्रभविष्णवे त्वा धर्मानशेषेण पावनानि च सर्वशः युधिष्ठिर उवाच एकं दैवतं लोके किं वाप्येकं परायणम् कं कमलतन्तः प्राप्नुर्मानवास्सभम् को धर्मः सर्वधर्माणां भवतः परमो मतः मुच्यते जन्तुर्जन्मसंसारबन्धना प्रभुं देवदेवमनन्तं पुरुषोत्तमम् तवन्नाम सहस्रेण पुरुषः सततोऽखिलः नित्यं भक्त्या पुरुषमव्ययम् ध्यायस्तवन्नमस्यंस यजमानस्तमेव च निधनं विश्वं सर्वलोकमहेश्वरम् लोकाध्यक्षं स्तवन्नित्यं सर्वदुःखादिको भवेत् सरधर्मज्ञं लोकानां कीर्तिवर्धनम् लोकनाथम् अद्भूतं सर्वभूतमोद्भवम् सरधर्माणां धर्मोऽधिकतमो मतः यद्भक्त्या पुण्डरीकाक्षस्तवेरर्चन्नरः सदा महत्तेजः परमं यो महत्तवः परमं यो महद्ब्रह्म परमं यः परायणम् मित्राणां पवित्रं यो मङ्गलानां च मङ्गलम् दैवतं देवतानां च भूतानां योगः पिता सर्वाणि भूतानि भवन्त्यादियुगागमे यस्मिन् च प्रलयं यान्ति पुनरेव युगक्षये लोकप्रधानस्य जगन्नाथस्य भूपते विष्णोर्नाम सहस्रं मे श्रीभावभयापहम् नामानि गौडानि विख्यातानि महात्मनः ऋषिभिः परिगीतानि तानि वक्ष्यामि भूतये नाम सहस्रस्य वेदव्यासो महान् ऋषिः देवो भगवान् देवकीसुतः वसुधवो बीजं शक्तिर्देवकी नन्दनः त्रिशामारिदयं तस्य शान्त्यार्थे वियुज्यते विष्णुं महाविष्णुं प्रभविष्णुं महेश्वरम् ऐकरूपदैत्यान्तं नमामि ओमस्य शिवशो दिव्यसहस्रनाम स्तोत्रमहामन्त्रस्य छन्दः श्रीमहाविष्णु परमात्मा श्रीमन्नारायणो देवता वसुधो भानुतिबीजम् देवकी नन्दनस्तेति शक्तिः क्षोभो देवरमो मन्त्रः नन्दकी चक्रे चिकीलकम् जनाधर इत्यस्त्रम् रागपाणिरक्षोभेति नेत्रम् सामेति कवतम् आनन्दपरब्रह्मेति योनिः सुदर्शनकालदिवन्दः ध्यानम् शोकन्दरूपेष्वणसनापाठे श्रवणे च विनियोगः क्षीरोदण्डतप्रदेशे सुदण्डसहस्रैकतिरमौक्तिकानाम् मालाक्षिप्तसनस्तस्फटिकमणिनिवेर्मौक्तिकैर्मण्डितान्ताप्रेरुपरि विरचितैर्मुक्तपीयूषवर्षे यस्य नाभिर्भियदसृण्डः सन्द्रसूर्यौत नेत्रे अन्तस्थं यस्य विश्वं सुरनरखगो भोगि गन्धर्वदैत्यैः चित्रं ब्रह्मरङ्गेते तं त्रिभुवनपुत्रं विश्वमीशं नमामि शनं पद्मनाभं सुरेशम् लक्ष्मीकान्तं कमलनयनं योगि विद्यानगम्यं विष्णुं भावयामि सर्वलोकैकनाथम् श्यामं पीतकौसेवासं श्रीवत्साङ्गं कौस्तुभोद्भासितानम् पुण्योपेतं पुण्डरीकाय दाक्षं विष्णुं वन्दे सर्वलोकैकनाथम् चक्रं सकीटकुण्डलं सपीतवस्त्रं सरसीर्भेक्षणम् सारवक्षस्थलसो विकौस्तुभं नमामि विष्णुं शिरसा चतुर्भुजम् साङ्गी शङ्गी चक्रीतनं
श्रीमन्नारायणो विष्णुर्वासुदेव विरक्षतो श्रीमन्नारायणो विष्णुर्वासुदेव विरक्षतो विश्वं विष्णुषडकारो भूतभव्य भूतप्रभुः भूतभृद्भावो भूतात्मा भूतभावनः आत्मा परमात्मा च मुक्तानां परमागतिः साक्षी चेतज्ञोऽक्षर एव च योगविदां नेता प्रधानपुरुषेश्वरः नारसिंहबभु श्रीमान् केशवः पुरुषोत्तमः सर्वशिवस्थाणुर्भूतादिनिद्रव्यः सम्भवो भावनो भर्ता प्रभवः प्रभुरीश्वरः सम्मुरादित्यः पुष्कराक्षो महास्वनः अनादिनिधनो धाता विधाता धातरुत्तमः ऋषिकेश पद्मनाभो मरप्रभुः विश्वकर्मा मनुष्यश्च सविष्टः सविष्टो ध्रुवः शाश्वत कृष्णो लोहिताक्षः प्रतरदनः प्रभुतस्त्रिकगुप्ताम पवित्रं मङ्गलं परम् ईशानः प्राणदः प्राणो ज्येष्ठ श्रेष्ठ प्रजापतिः हिरण्यगर्भो भूगर्भो माधवो मधुसूदनः विक्रमी धन्वी मेधावी विक्रमः क्रमः अनुक्रमो दुरादर्श कृतज्ञात्मवान् शरणं सर्व विशरेता प्रजाभवः अहः संवत्सरो व्यालः प्रत्ययः सर्वदर्शनः सिद्धि सर्वादिरच्युतः वृषा कपिरमे आत्मा सर्वयोगविनिश्रितः समना सत्य समात्मा संवितः समः अमोघ पुण्डरीकाक्षो वृषकर्मा वृषाकृतिः शिरापब्धूर्विषयोनि सुतिस्रवाः अमृता शाश्वतस्थाणुर्भरारोहो महातपाः सर्विद्वानुर्विश्वक्सेनो जनार्दनः वेदो वेदविदभ्यङ्गो वेदाङ्गो वेदविद्कविः सुराध्यक्षो धर्माध्यक्षः कृताकृतः चतुरात्मा चतुर्व्यूहः चतुर्दंशः चतुर्भुजः ईश्वरोदनं भोक्ता सैष्णोर्जगदादिजः अनघो विजयो जेता विश्वयोनिः पुनर्वसु वामनः प्रां सुरमोघासुरोर्जितः अतीन्द्रः सर्गः सर्गो धृतात्मा नियमो यमः वैद्य सदा योगी वीरः माधवो मधुः अतीन्द्रियो महामाहो महोत्साहो महाबलः महावीरो महाशक्तिर्महाद्युतिः अनिर्देशबले आत्मा महादृढे महीवर्ता श्रीनिवास सतां गतिः आनन्दो गोविन्दो गोविदाम्बति मनोहंस सुपर्णो भजगोत्तमः हिरण्यनावस्तुतपाः पद्मनाभः प्रजापति सिंह सन्धाता सन्धिमास्तिरः अदो दुर्मसनस्तास्ता विश्रुतात्मा सुरार्यः नमो धाम सत्य सत्यपराक्रमः निमिषो निमिषस्रग्रीवाचस्पतिर्दारति श्रीमान् न्यायो नेता समीरणः सिद्धार्थ सिद्ध संकल्प सिद्धिदा सिद्धि साधना वदनो वर्तमानश्च विविक्ता श्रुति महेन्द्रो वसुदो वसुः नैरूपो बृहद्रूपा सिद्धि विष्णु प्रकाशनः तेजो द्विधरः प्रकाश प्रतापनः विदर्भश्चाकरो मन्त्रसन्नां सुरभास्करग्निः भवो भानु ससविन्दुश्रेयस्वरः औषधं जगतः श्रीगुरु सत्यधर्मं पराक्रमः तपोवनः पावनो नरः कामकामविदकान्तः कामकामप्रदवरो वर्तो नैकमायो महासनः अदृश्यो व्यक्तरूपश्च सहस्रदिने शिष्ट शिष्टेष्ट शिखण्डीनौ सौवृषः क्रोधाक्रोधकृतकर्ता विश्वबाहुर्महीधरः प्रभजितः प्राणः प्राणदो वासवानुदः अपां निधिरधिष्ठानम् अप्रमत्तः प्रतिष्ठितः स्कन्दधरो धूर्यो वरदो वायुवाहनः वासुदेवो बृहद्भानुरादिदेवः पुरन्दरः हस्तानस्तानः सूरः सौर्यजनेश्वरः अनुकूलश्रावतः पद्मी पद्मनिवेक्षणः घोरविन्दाक्षः पद्मगर्भः शरीरभित्तः मारुतिरथो वृत्तात्मा गर्भध्वजः भीमसमयज्ञो हविर्हरिः सर्वलक्षणलक्षण्यो लक्ष्मीवान् समितिञ्जयः रोहितो मानो हेतुर्दामोदरः सः महीधरो महाभागो वेगवानमितासनः वडो देवः श्रीगर्भः परमेश्वरः करणं कारणं कर्ता विकर्ता कानो गुहः व्यवस्थान संस्था
स्थानस्थानदो ध्रुवः परगी परमस्पष्टतुष्टपुष्टश्रेष्ठः मार्गो नेयो नयो नयः वीरशक्तिमतां श्रेष्ठो धर्मो धर्मविदुत्तमः पुरुषः प्राणः प्राणदः प्रणवः जगवत्सरोग्रो व्याप्तो वायुरधोक्षजः दर्शनः कालः परमेष्ठी परिग्रहः संवत्सरो दक्षो विश्रामो विश्वदक्षिणः रस्थावरस्थाणः प्रमाणं बीजमव्ययम् अर्थो नर्थो महाकोशो महाभोगो महाधनः स्थविष्ठो गूढर्वयूपो महामघः नक्षत्रमे मे नक्षत्रे क्षमक्षामक्षमीहः बीजो महेजस्य कतुःशत्रं शतां गतिः सर्वदर्शिर्मुक्तात्मा सर्वज्ञो ज्ञानमुत्तमम् दासमुखासु स्वसुगोषासु गदा स्वरित् मनोवारोजितं क्रोधो वीरभावरविदारणः स्वसो व्यापीनैकापानैककर्मकृत् वत्सरो वत्सी रत्नगर्भोधनेश्वरः धर्मे सदसक्षरमक्षरम् अविज्ञाता कृतलक्षणः तस्मै मे सत्त्वस्थः सिंहो भूतमहेश्वरः देवो महादेवो देवेशो देवगुरुः गोपतिर्गोप्ता ज्ञानगम्यः पुरातनः शरीरभूतवृद्भोक्ता कवीन्द्रो भूरिदक्षिणः मृतवः सोमः पुरुजित पुरुषोत्तमः विनयो सत्यसन्धोदासारसासुराम्बनी साक्षी कुन्दोमित विक्रमः अमोदिरनन्तात्मा महोदधियोन्दकः स्वाभाव्योजिता मित्रः प्रमोदनः पुराचार्यः मेदिनीपतिः त्रिपदरसिरसाध्यक्षो महासिंहपिताङ्गतगे गोविन्द सुसेनः कनकाङ्गिरी गहनो मुक्तश्चक्रराजः कृष्णो दृढसङ्कर्षणोच्युतः वर्णो वारणो वृक्ष पुष्कराक्षो महामनः मृगहानन्दी वनमाली हलायुधः आदित्यो ज्योतिरादित्यः सहिष्णुर्गतिसत्तमः खण्डपदसु दारुणो द्रविडप्रदः दिवसकृत्सर्वदृग्व्यासो वाचस्पतिरयो निजः सामगः सामनिर्वाणं भेषजं विशक् सन्न्यासकृत्समश्रान्तो निष्ठा शान्तिपरायणः सान्निधस्रष्टा कुमुदः कुवलेशयः गोवितो गोपतिर्भोक्ता वृषभाक्षो वृषप्रियः निवृत्तात्मा संखेता खेमकृच्छिवः श्रीवत्सवक्षा श्रीवासः श्रीपति श्रीमताम्बरः श्रीनिवास स्त्रीनिधि स्त्रीविभावनः श्रीधर श्रीकरः श्रेयः श्रीमान् लोकप्रयासः संगसतानन्दो नन्दिर्ज्योतिर्गणेश्वरः वीरात्मा विधेयात्मा सत्कीर्ति चिन्ह संशयः रतश्चक्षुर्निशा सुतस्थिरः भूषयो भूषयो भूतिर्विशोकशोकनाशनः कम्बो विशुद्धात्मा विशोधनः अनिरुद्धो रतिरथः प्रद्युम्नोमित विक्रमः सौरी शूरसूरधनेश्वरः त्रिलोकात्मा त्रिलोकेशः केशवः केशिहा हरिः कामपालः कामी कान्तस्थितागमः ब्रह्मा ब्रह्म ब्रह्म विवर्धनः ब्रह्मविद्ब्राह्मणो ब्रह्मी ब्रह्मज्ञो ब्राह्मणप्रियः महाकर्म महातेजा महोरगः महाक्रतुः महायज्वा महायज्ञो महाहविः प्रियस्तोत्रं श्रेष्ठोत्तारणः प्रियः पुण्यः पुण्यकीर्तिरनामयः भगवो सुरेताव सुप्रदा वसुप्रदो वासुदेवो वसुरवसुपराहविः सजुने सत्ता सद्भूतिः सत्परायणः वसुरसेनश्रेष्ठः सन्निवासस्यामः वासो वासुदेवः सर्वासुनिदयो नलः नरपादपतो दीप्तो दुर्धरो भावपराजितः महामूर्ति नित्यमूर्तिरमूर्तिमान् अनेकमूर्तिरव्यक्तः शतमूर्तिशतानिनः एकशवः किं यत्तत् पदमनुत्तमम् लोकबन्धुर्लोकनाथो मानवो भक्तवत्सलः हेमाङ्गो भराङ्गः सुन्द्राङ्गरी वीरः विषमशून्यो गताशीलसहस्रः मानदो मान्यो लोकस्वामी त्रिलोकधिज्ञः सुमेधामेधो धन्यः सत्यमेधाधराधरः विशोचितरः सर्वशस्त्रवृताम्बरः प्रग्रहो निग्रहो व्यग्रो नैकसिंहो गदागजः चतुरो बाहुः चतुर्व्यूहः चतुर्गतिः चतुरात्मा चतुर्भावः चतुर्वेदविवेकः निवृत्तापादुदयो व्रतिक्रवः दुर्लभो दुर्गमो दुर्गो दुराः सुरार्यः लोकसारङ्ग सुतन्तुस्तन्तुवर्धनः इन्द्रकर्मा महाकर्मा कृतकर्मा कृतागमः
सुंदर सुंदर रत्नाभसुलोचनः अदितो वादसनः श्रीजयेन्द्र सर्वविजये इंद्रक्षोभ्य सर्वागीश्वरेश्वरः महादो महागतो महाभूतो महानिधे सुंदरः कुन्दः पर्जन्यः पावनो निलः अमृताशो सर्वभू सर्वज्ञ सर्वतोमुखः सिद्धा शत्रुजित् शत्रुतापनः सप्तजिह्वा सप्तैधा सप्तवाहनः अमूर्तिरनतो चिन्त्यो वयनाशनः स्थूलो गुणभिन्निर्गुणो कथितो योगी योगी सर्वकामदः धनुर्वेदो दण्डो दमैतादमः सात्विक सत्य सत्यधर्मपरायणः भोक्ता सुगतो नैकदोग्रदः कपिलः कवियज्ञः चक्रे विक्रम्योजितशासनः पेसरो दक्षो दक्षिणाख्यविडाम्बरः पुण्यो दुःसप्रदासनः रूपोऽनन्तस्त्री जितमन्युर्भयापहः भूर्वो लक्ष्मीः सुवीरोर्तिराङ्गदः निलयोधाता पुष्पा सप्रजागरः प्राणिलय प्राणजीवनः सविता प्रपितामहः यज्ञो यज्ञपतये स्वायज्ञाङ्गो यज्ञवाहनः यज्ञो यज्ञसाधनः निश्चयं दातो वैखानः सामगायनः चक्रे साङ्गधन्वा गदाधरः चक्रे साङ्गधन्वा गदाधरः नाशवं प्राप्य क्षत्रियो विजयी भवे भक्ति समन्वितः न लोभो न सुभामतिः नक्षत्र खम्बिशो भूर्महोदरिः गन्धर्वं सयक्षो रविराक्षसं मनोबुद्धिसत्त्वं तेजो बलं धृतिः समानमाचार प्रथमं परिकल्पते पितरो देवा महाभूतानि धातवः ज्ञानं तथा साङ्ख्यं विद्या सर्वाधिकर्मतः
सर्वं जनार्दन परभूतं भूतानेकसः भगवतो विष्णोत्यासेन कीर्तितं भजन्ति ये कृष्णराज्यं न ते यान्ति पराभवम् अर्जुन उवाच तत्र विशालाक्ष पद्मनाभशिरोत्तम भगवान् उवाच स्तोतुमिच्छति पाण्डवा शोकेन सुतहेव न संशय ॐ नमः इति वासुदेवस्य वासितं भुवनत्रयम् वासोऽसि वासुदेव नमोऽस्तुते वासुदेव नमोऽस्तुते ॐ नमः इति उवाच पंडितैर्नित्यं श्रोतुमिच्छाम्यहं प्रभो ईश्वर उवाच राम राम रामे 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 मनोरमे सहस्रनामतुल्यं राम नाम वराणे ब्रह्मोवाच सहस्रमूर्तये सहस्रपादाक्षिशिरोरुवाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटियुगधारिणे नमः नमः इति संजय उवाच सदा कृष्णो यत्रपातो धनुर्धरः तत्र श्री विजयो भूतिर्ध्रुवानीतिर्मतिर्मम भगवानुवाच अनन्या चिन्तयन्तो मां ये जनाः पर्युपासते अभियुक्तानां योगक्षेमं वहाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् स्थापनार्थाय सम्भवामि युगे युगे आकाविशन्नान् शिथिलाश्च भीतः घोरेषु च व्याधिषु वर्तमानः नारायण सस्तमात्रं कायेन वाचा मनसेन्द्रियेण वा बुद्ध्यात्मनः वा कृतेन ल स्वामी महाराज जय जय श्रीमन्नारायण भरे राधे राधे गर्नुपर्छ अहिले जय जय श्रीमन्नारायण देव श्रीधाम लक्ष्मीनारायण मन्दिर योगीराज हजुर यहाँ बस्ने होइन मसला हालौँ न अब तल जाउँ लडिन्छ नि स्वामी श्रीमते रामानुजाय नमः स्वामीद्वारा पिल्लर मसाला जगत वन्द्यम श्रीमात कुचिका नित्यं कमलनयनायं गुरुवरं सकल जगति सिद्धां चन्द्रकान्तावतीं कुचिककुलकदीपां सादितायोगम् परम गुरुमनन्ताचार्यपादैकभृङ्गम् कमलनयनमार्यं योगिराजं भजामि लक्ष्मीशवंशजन पङ्कज भास्करेन्द्र संसारकर्दमजनस्य यथा वसन्त षड्वर्गवेग समनाय यथा नरेन्द्र देवैकासुरजनेषु यथा गुणो गुरुगणो विश्वमहाक्रमकृते अगरबत्ती छ गुरुवराय दयाय प्राच्यादिपशगिरिपूतपालो यभाक्षसाम्येन चक्षमाण केहितं सर्वजगन्निधानम् साक्षादि कुर्वन्त हरे सरोजे गोदानदाख्यं विनयैर्विलक्षं हरेऽपि मैत्रेण च सञ्चरन्तम् आचार्यवर्यन्तरैरार्यां तं नौमि नित्यं कमलाम् सागर जीव समोद्धरणे हितमानस रावण दुःखरणे परिपि मेखलका पृथ्वी यो पनि मेरो एक्चुअली लाइभ समय म पनि हाल्छु मम सर्वगतौ समलेशयतौ जय हे जय हे जय हे जय हे जयतां 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 मम सागर
नामै पर्ला मसला थाहा अब जला जला हाल्न नलाग्यो मलाई बोकेर ल्याउने